स्वामी विवेकानन्द ज्योतिषशास्त्रको बारेमा के सोच्नुहुन्थ्यो? उहाँले सुनाउनु भएको एउटा कथाबाटै म तपाईलाई बुझाउँछु है त। एकपटक एक राजा एउटा ज्योतिष कहाँ जान्छन्। ज्योतिषले उहाँलाई भन्छ कि तपाईँ 6 महिनाभित्रै मर्नुहुनेछ। राजा यो कुरा सुनेर स्तब्ध हुन्छन् र त्यही बेहोस हुन्छन्। के गर्ने उनलाई केही थाहा हुँदैन। त्यसपछि राजाका एक भरपर्दो मन्त्री उनी कहाँ आउँछन् र भन्छन्, तपाईँ किन यी ज्योतिष आदिको चक्करमा पर्नु भएको छ? यिनीहरूलाई केही थाहा हुँदैन। तर राजालाई उनको कुरामा विश्वास लाग्दैन। त्यसपछि ती मन्त्रीले एउटा चाल चल्छन्। उनले त्यो ज्योतिषीलाई फेरि दरबारमा बोलाउँछन् र उनी त्यो ज्योतिषलाई सोध्छन् कि आफ्नो हिसाब फेरि हेरेर भन्नुहोस् के राजा साँच्चीकै 6 महिनाभित्र मर्नेछन्? ज्योतिषी भन्छन्, हो, मेरो गणना एकदम सही छ, राजा 6 महिनाभित्रै मर्नेछन्। तब मन्त्रीले उनलाई भन्छन्, ल अब भन तिमी कति वर्ष बाँच्छौ? ज्योतिषी भन्छन् कि मेरो गणना अनुसार मसँग अझै 12 वर्ष समय बाँकी छ। तब मन्त्री आफ्नो तरवाल निकाल्छन् र त्यो ज्योतिषीको टाउको काटिदिन्छन् र राजालाई भन्छन्, जो ज्योतिषले आफ्नै मृत्युको समय बताउन सक्दैन उसले अरूको मृत्युको समय के बताउन सक्छ? यो कथा स्वामी विवेकानन्दजीले सुनाउनु भएको थियो। यसबाट तपाईँ स्पष्ट रूपमा बुझ्न सक्नुहुन्छ कि एस्ट्रोलोजीको बारेमा उहाँ के सोच्नुहुन्थ्यो। उहाँका अनुसार यदि ग्रहहरूले नै सबै नियन्त्रण गर्थे भने मानिसलाई दिमाग, साहस र इच्छा शक्ति किन दिइयो? यदि भविष्य पहिले नै तय छ भने कर्म, प्रयत्न, शिक्षा यो सबैको महत्त्व के नै रह्यो? तर मैले अक्सर देखेको छु कि मानिसहरू ज्योतिषशास्त्रमा विश्वास गर्छन्। उनीहरूलाई यो लाग्छ कि ज्योतिषशास्त्रलाई विज्ञानले परीक्षण गर्न सक्दैन। तर भारतका एक महान एस्ट्रोफिजिसिस्ट प्रोफेसर जयन्त नार्लिकरले यसको परीक्षण गरेका थिए। उनले देशका शीर्ष ज्योतिषीहरूलाई एउटा सार्वजनिक र नियन्त्रित प्रयोगका लागि बोलाएका थिए र यस परिणामको निष्कर्ष ज्योतिषशास्त्रको लागि एकदम असहज थियो। यदि तपाईँ चाहनुहुन्छ भने म यही प्रयोगमा एउटा सिम्पल ब्रेकडाउन भिडियो बनाउन सक्छु, त्यसैले मलाई कमेन्टमा अवश्य बताउनुहोस्।